anniversary, happy anniversary, happy anniversary. Happy anniversary, happy anniversary, happy anniversary. Happy anniversary, happy anniversary, happy anniversary. Happy anniversary, happy anniversary, happy anniversary. So let us share the happiness, remembering the blessings that you have. Together we'll be wishing for more good times, more celebrations to come. Let's celebrate your special day, wishing you the very best. Happy anniversary, happy anniversary, happy anniversary. 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 So let us share the happiness, remembering the blessings that you have. Together we'll be wishing for good times, more celebrations to come. Let's celebrate your special day, wishing you the very best. Happy anniversary, happy anniversary, happy anniversary. Happy anniversary, happy anniversary, happy anniversary. हाथ हाथों में तेरा मेरा जन्मों का साथ, तू है मैं हूँ और ये चांद रात, तू है मैं हूँ और ये चांद रात। शादी का ये दिन अपना महके है जज्बात, तू है मैं हूँ और ये चांद रात, तू है मैं हूँ और ये चांद रात। प्यार जो हमने किया है, हर पल इन लम्हों को जिया है, तूने साथ हमेशा दिया है, हर पल इन लम्हों को जिया है। शादी का ये दिन अपना महके है जज्बा, तू है मैं हूँ और ये चांद रात, तू है मैं हूँ और ये चांद रात। Happy anniversary, happy anniversary, happy anniversary to you. दुख में मैं हूँ आगे, सुख में सदा तेरा। आज यादों की होगी ये सुहानी बरसात, तू है मैं हूँ और ये चांद रात, तू है मैं हूँ और ये चांद रात।
देखा ये दिन अपना महके है जज्बात। तू है मैं हूँ और ये चांद रात, तू है मैं हूँ और ये चांद रात, तू है मैं हूँ और ये चांद रात, तू है मैं हूँ और ये चांद रात। Happy anniversary, happy anniversary, happy anniversary to you. Hello everyone, thank you for coming today. अब हाम्रो प्रोग्रामको wholesome moment जुन चाहिँ माला सेरेमनी हो, and I was very glad that you all joined with us. Thank you. नसोधा मलाई तिम्रो माया कति छ भनेर, मेरो मन भरि भरि छ। नसोध मलाई तिम्रो खुसी कहाँ छ भनेर, तिम्रै वरिपरि छ। यस्तै यस्तै आश छ जुनी जुनी साथको, सधैँ सधैँ देख्न पाऊँ तिमीलाई हाँसेको। शुभकामना 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 विवाह वर्षगाँठको। शुभकामना 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 विवाह वर्षगाँठको। Happy anniversary, happy anniversary, happy happy marriage anniversary. Happy anniversary, happy anniversary, happy happy marriage anniversary. तिमी आयो जिन्दगीमा, पाइला पाइला सरल भयो। जिन्दगी यो ठोस थियो, सबै सबै तरल भयो। कति दुःख पीडा पन्छाएर हामी यहाँसम्म आछौँ। देख्नलाई दुईजन होला तर एउटै धड्कन भाछ। Happy anniversary, happy happy marriage anniversary. Happy anniversary, happy anniversary, happy happy marriage anniversary. उजाड जीवन तिम्रो साथले हरियाली भएको छ। तिम्रै कारण जिन्दगीमा खुसियाली छाएको छ। तिम्रै सरलताले सधैँ सधैँ तिमीतिरै तान्छ। अहिलेसम्म सहजै भयो जीवन, बाँकी राम्रै जान्छ। Happy
सुधा मलाई तिम्रो मायाको एकदम हार्दिक स्वागत। सर्वप्रथम त आज ड्याडी मम्मीको यस 50औं वैवाहिक वार्षिकोत्सव मनाउन यहाँ उपस्थित सबैलाई नमन गर्दै हार्दिक धन्यवाद अनि न्यानो स्वागत। सुन्नुभएको छ नि भरपुर मनोरञ्जन गर्नुहुनेछ भन्ने आशा छ। दुःख सुख र बलिदानको कथा हो। 5 दशक लामो 50 वर्षे सहयात्राको एउटा महाकाव्य। हामीलाई थाहा छ यो 50 वर्षमा केवल सुखका पलहरू मात्र होइन, चुनौतीहरू पनि निकै आए। तर तपाईहरूको निस्वार्थ सम्बन्ध, समर्थन र आपसी सम्झौताले सबै चुनौतीहरू, कठिनाइहरूलाई पार गर्दै यहाँसम्म आइपुग्न सफल हुनुभयो। जीवनका उतार चढावहरूलाई साथसाथै सामना गर्नुभयो। तपाईहरूको कर्तव्यनिष्ठा, सङ्घर्ष र परिश्रमले जीवनरूपी रेललाई यस स्टेसनसम्म सफलताका पूर्वक सकुशल ल्याइपुर्याउनु भयो। रेलभित्र सवार हामी सबै परिवारजन सकुशल सही। तपाईँहरूलाई धेरै धेरै बधाई अनि धन्यवाद। तपाईँहरूले हामीलाई जीवनका असल मूल्यहरू सिकाउनु भयो। सङ्घर्ष, दृढता र सम्मानको साँचो अर्थ बुझाउनु भयो। हाम्रो जीवनको जग हालिदिनु भयो, मलजल गर्नुभयो, गोडमेल गर्नुभयो र त आज हाम्रो जीवन यहाँसम्म आइपुगेको छ, सफल भएको छ। अनि यसरी हामी सबै एकत्रित भएर सेलिब्रेट गर्न पाएका छौँ। तपाईँहरूको त्याग र अडिग साथले हामीलाई सदैव प्रोत्साहन दिइरहेको छ। तपाईँहरू हाम्रो जीवनमा साँचो साथी र मार्गदर्शक बन्नुभएको छ। तपाईँहरूको यो 50 वर्षको सहयात्राले हामीलाई सधैँ प्रेरणा दिन्छ। हाम्रो परिवारलाई सशक्त रहन र प्रगति गर्ने दिशामा उन्मुख हुन अझ धेरै ऊर्जा दिन्छ। जीवनका सबै उतार चढावको बिचमा पनि एकअर्काप्रति विश्वास राखेर, एकअर्कालाई मद्दत गरेर र कठिनाइहरूको सँगै सामना गरेर अघि बढ्नुपर्छ भनेर सिकेका छौँ। जीवनमा सधैँ फुलै फुल मात्र होइन, काँडाहरूको पनि सामना गर्न सक्नुपर्छ भनेर जानेका छौँ। ड्याडी मम्मी, तपाईँहरूमा धेरै माया, हृदयदेखिको शुभकामना। तपाईँहरूको जीवन स्वस्थ, आनन्दमय र सुखी रहोस्। तपाईँहरूको दाम्पत्य जीवन सधैँ सफल र समृद्ध रहोस्, दीर्घायु रहोस्। अझै एक अर्काप्रति साथ र सपोर्ट बढोस्। हामी सबै तपाईँहरूको मार्गदर्शनमा अघि बढ्न सकौँ। तपाईँहरूको आशीर्वाद सधैँ हाम्रो साथ रहोस्। वसन्तहरू फक्रिए, जीवनका पानाहरू पल्टिए, तपाईँको मायाले बनायो हाम्रो घर, सपना बुनिएको अटल आधार। तपाईँले झेलेको अनेकौं बलिदान, जीवनको असल बाटोको पहिचान, तपाईँको मेहनत र पसिना मिसिएर बनेको परिवारको सपना। एकैछिन त्यहाँ तपाईँको मेहनत र पसिना मिसिएर बनेको परिवारको सपना। कहिले हाँसो, कहिले आँसु, कहिले झगडा, कहिले मेव। सद्भावको यो बगैँचामा फुलेका छन् अनेकौं फुल। सन्तानलाई माया, नाति नातिनामा आत्मीयता, बलियो छ परिवारको जग, प्रेम र अटुटता। आज यो स्वर्ण जयन्ती हामी सबैको प्रार्थना स्वस्थ अनि सुखी रहनुहोस्। हाम्रो शुभकामना। धन्यवाद। अब सायद नेपाली नलेखेको अलि धेरै नै समय भएको थियो, ठिकै भयो होला। त्यसभन्दा अब एउटा हामीले एउटा सानो यो सहयात्राको विगतलाई सम्झने जुन जे साधन थिए एउटा सानो कन्टेन्ट क्रिएट गरेका छौँ, है बनाएका छौँ। यो 8-9 मिनटको छ। धैर्य धारण गरेर हेरिदिनु होला। बोर लाग्यो भने नि ठिकै छ, तर एटलिस्ट बसेर इन्जोय गरिदिनु होला। एटलिस्ट ड्याडी मम्मीले चाहिँ इन्जोय गर्नुहुन्छ भन्ने आशा छ। है त, मैले सुरु गरेँ।
त्यस्तो कुरो बेली मान्छे भर पर्छ नि कुनै कुरा यहाँ भिडियो खिच्ने मान्छेमा पनि भर पर्छ यहाँ मैले कसरी खिचेको छु म्याम मम्मी के छ तपाईँको के होला स्पेसियालिटी हो
यहाँ चाहिँ नेपाली टुरिस्टहरू हुनुहुन्छ। वाउ कस्तो राम्रो मलाई त कस्तो मन पर्यो हजुरहरूलाई कस्तो लाग्यो होला आमा बाबालाई चाहिँ कस्तो लाग्यो त बधाई छ छोरा बुहारी नाति नातिनाको यो 2-3 महिनाको कार्यक्रम होला यो 2 दिन मात्रै भयो तर म पनि अलि स्ट्यान्डर्ड बनेर आउँछु होला तर तर एकदम धेरै धेरै यस्तो छोरा बुहारी नाति नातिना पाउने मलाई गर्व मान्छु एकदम हाम्रो एउटा सानो बुक बनाएको छौँ त्यो बुकमा चाहिँ हजुरहरूले आफ्नो फ्री टाइममा आमा र बाबाको लागि सानो मेसेज अनि नाम लेखेर चाहिँ छोडिदिन्छु सो द्याट पछि आमा बाबाले त्यो पढ्दाखेरि चाहिँ आमा बाबालाई यो मेमोरी याद भएर चाहिँ आमा बाबालाई ह्याप्पिनेस होस् ओके सो अब चाहिँ यहाँ आज आउन नपाइसकेकोहरूले पनि बाबा आमाको लागि सानो मेसेज भिडियो थ्रु हामीलाई पठाइसकेको छ अब हामी सबैजना त्यो भिडियो इन्जोय गरौँ धेरै धेरै सम्झना बाबा नमस्ते छोराछु भन्ने आमा बाबा हजुरहरूलाई विवाहको 50 वर्ष पुग्ने उपलक्ष्यमा धेरै धेरै शुभकामना धेरै माया र सम्झना नमस्कार सम्पूर्ण उपस्थित मानिसजनहरूमा वैवाहिक जीवनको 50औं वर्षको आरोह अवरोहहरू सफलतापूर्वक पार गर्दै यहाँसम्म आइपुग्नु भएकोमा ठुलबालाई धेरै धेरै शुभकामना एवं धेरै धेरै बधाई। भौतिक रूपमा त्यहाँ उपस्थित हुन नसके पनि टाढैबाट भए पनि हाम्रो माया सम्झना सम्पूर्ण उपस्थित मानिसजनहरूमा नमस्कार। नमस्कार हाम्रा आदरणीय सम्धिज्यू गोविन्द प्रसाद खनाल र आदरणीय सम्धिज्यू रमा खनालको आज पर्न गएको 50औं वैवाहिक वर्षगाँठको उपलक्ष्यमा हामी मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। साथै हजुरहरूको सुस्वास्थ्य दीर्घायु र सुखी दाम्पत्य जीवनको पनि धेरै धेरै मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। नमस्कार। प्रिय भाइ गोविन्द र उसकी जीवन सङ्गिनी रमाको शुभ विवाह सम्पन्न भएको आज 50औं वार्षिक उत्सवको सुखद उपलक्ष्यमा उनीहरूको सुखमय दाम्पत्य जीवन सदा सर्वदा अक्षुण्ण रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दै आगामी वर्षौंसम्म सुख शान्ति र सुस्वास्थ्यको कामना गर्दछु। हार्दिक बधाई गोविन्द र रमा दम्पतिलाई। श्री पशुपतिनाथले शुभ आशीर्वाद दिउन्। साथै छोराहरू प्रमोद र प्रदीप अनि बुहारीहरू नाति नातिनीहरू र अन्य सबैलाई बुवा मम्मीको राम्रो सेवा हेरचाहका लागि यस अवसरमा प्रशंसा नगरी रहन सक्दैन। सबैलाई बधाई छ। बाबु र रमालाई पनि मेरो तर्फबाट पनि धेरै धेरै बधाई छ। नमस्कार बुवा मम्मी हजुरहरूलाई 50औं वर्षगाँठको धेरै धेरै शुभकामना। बुवालाई जहिलेदेखि मैले चिने एकदम सज्जन एकदम आफूलाई पनि सज्जन बन्नु मन लाग्ने सज्जन बुवा र सबैलाई बराबर माया गर्न सक्ने मम्मी सबैलाई मिलाएर सबैलाई धेरै माया गर्ने मम्मी हजुरहरूलाई चिन्न पाउनु मेरो एकदम ठुलो भाग्य जस्तो लाग्छ। हजुरहरूको अर्को 50 वर्षको पनि मनाउन पाइयोस्। हजुरहरूलाई धेरै धेरै शुभकामना हाम्रो तर्फबाट। ह्याप्पी म्यारेज एनिभर्सरी मम्मी बाबा हजुरहरूको सुस्वास्थ्यको कामना गर्दछु हाम्रो तर्फबाट त्यही हो। थ्याङ्क यू। नमस्ते सबैजना। हाम्रो ठुलो बुवा गोविन्द खनाल तथा ठुलो मम्मी रमा खनालको 50औं वर्षगाँठको उपलक्ष्यमा हामी हाम्रो तर्फबाट परिवारको तर्फबाट शुभकामना दिन पाउँदा हामी साह्रै खुसी छौँ। यो माया सौभाग्य सबैले गरिरहोस्।
हामीले पनि ती माया स्वभावलाई लिएर हामी अगाडि बढ्न सकौँ सधैँ त्यसप्रति हामी आभारी रहनेछौँ। अब म यति भन्दै दिदीले हामीलाई गराउनु भएको साथ सहयोग हुनाले यसमा सधैँभरि दिइरहन पाइयोस् गरिरहन पाइयोस् त्यही भन्दै नमस्कार मम्मी हजुरहरूलाई 50औं एनिभर्सरीको धेरै धेरै शुभकामना धेरै धेरै माया थ्याङ्क यू ह्याप्पी एनिभर्सरी हाम्रो ड्यान्स र म्युजिक प्रोग्राम सुरु हुन लागेको छ तर बिफोर द्याट थ्याङ्क यू टु अल हु सेन्ड देयर लभ्स थ्रु भिडियोज टु ब्याक अप्परको परफर्मेन्स माइट बी द वर्स्ट वान तर प्लिज आँखा खोलेर इन्जोय गर्नु होला।
त्रिशूली बगेर मर्स्यान्तीमा छरेछ तिम्रो माया लौ मलाई राक्षी छै चढेछ त्रिशूली बगेर मर्स्यान्तीमा छरेछ तिम्रो माया लौ मलाई राक्षी छै चढेछ हे राफ्टिङ बिसाउने बादल कमर हेर न कस्तरी हलाउने बादल कमर हेर न कस्तरी हलाउने शान्ति बगेर नारायणीमा छरेछ पहिलो पहिलो मायाले यो छाती पोलेछ
सबैलाई को रिमाइन्ड गराइदिउँ है त बाहिर गेस्ट बुक छ सबैजनाले बाबा आमाको लागि केही लेखिदियोस् बाबा आमाले पछि पढ्दै हुनुहुन्छ सो क्ल्याप फर देम त्रिशूली बगेर मर्स्याङ्गीमा झरेछ तिम्रो मायालो मलाई राक्षी झैँ चढेछ त्रिशूली बगेर मर्स्याङ्गीमा झरेछ तिम्रो मायालो मलाई राक्षी झैँ चढेछ त्रिशूली बगेर मर्स्याङ्गीमा झरेछ तिम्रो मायालो मलाई राक्षी झैँ चढेछ हे राफ्टिङ बिसाउने बारुले कम्मर हेर न कस्तरी हलाउने बारुले कम्मर हेर न कस्तरी हलाउने लगी चंगी पैसा मातुले की हेर मुहार थप्पा कई पले की लगी चंगी पैसा मातुले की हेर मुहार थप्पा कई पले की गोली शीशा मेरो माया किनारी सानो
आजको अब लास्ट पर्फर्मेन्स छ। त्यसपछि हाम्रो केक कटिङ सेरेमनी स्टार्ट हुन्छ। अब लेट्स इन्जोय माई फेभरेट सङ सङ बाई माई 3 फेभरेट पिपल। जन्म जन्म जुला सँगै जन्म जन्म जुला सँगै भाकेर पिपलु भाकेर पिपलु यो तन्दी
पिपलु भागेर बर पिपलु डाँडा काँडा दाया बाया चौतारीमा छाया जति मिठो बोली तिम्रो उति चोखो माया थाहा नपाई सुटुकै मुटु सटिएछ तिमीसित जम्बरी माया दसिएछ साँच्चै छ है पिपलु र बर साँच्चै छ है पिपलु र बर जनम जनम जिउला सँगै जनम जनम जिउला सँगै भाकेर बर पिपलु भाकेर बर पिपलु यो तन दिए यो मन दिए यो तन दिए यो मन दिए तिमीलाई मायालु छोडेर बर पिपलु भाकेर बर पिपलु मुटु भरि कता कता कुरा फुले जस्तो मनै भरि यता उता माया डुले जस्तो तिमी बर पिपलुमा सधैँ दया माया छ हरि भई बस प्रीतम शीतल तिम्रो छाया साक्षी छ है पिपलु र बर साक्षी छ है पिपलु र बर जनम जनम जिउला सँगै जनम जनम जिउला सँगै भाकेर बर पिपलु भाकेर बर पिपलु यो तन दिए यो मन दिए यो तन दिए यो मन दिए तिमीलाई एक मायालु छोडेर बर पिपलु भाकेर बर पिपलु
आन्सर चाहिँ पाइएन। योभन्दा बाहेक अरू सबैले पाइयो। किन भन्दा उहाँहरूले चाहिँ अब यो क्वेसन देखिसक्नु भएको सम्भावना पनि छ, एन्सर पनि हेरिसक्नु भएको छ। त्यो कारणले सन्तोषीले पनि पाइएन है। अनि नम्बर हाम्रो शरण भाइले पनि पाएन। अनि कतिवटा 6वटा क्वेसन छ होइन। एकजनाले जितेपछि एन्सर चाहिँ भन्न पाइयो, तर फेरि प्राइज चाहिँ पाइँदैन। हाम्रो गोविन्द दाईको चाहिँ माइली रात्रि नाम अनु के अरे मेरो दिदी बाहिर चाहिँ पिसा हरेक क्वेसनमा मामा उफ्रिनु भएको छ अगाडि होइन भन्छ
भनेपछि मामाले दिदी भिनाजुलाई राम्रै चिन्नु भएको रहेछ भने थाहा भयो तर मामाले जित्छन् भयो अरूलाई मौका दिनु पऱ्यो धन्यवाद बहिनीको छोरी म चाहिँ सो द एन्सर इज ठुलो मम्मीको अन्बा जेठो भाइ हाम्रो मावली चाहिँ मिश्र हो तपाईँले आधी एन्सर दिनुभयो त्यो चाहिँ मिलेको जस्तो चाहिँ लागेको छ मलाई पनि होइन त आधा त मिल्यो अब अर्को आधा एन्सर थाहा छ कि छैन अरू कसैलाई थाहा छ को सौगात अरू अरू कोही छ आचार्यहरूले धेरै सबै लग्छ जस्तो लाग्यो मध्य सौर आचार्य बासु भर्खर जानुभएको मेरो बाबा उहाँ मेरो चाहिँ दिदी र भिनाजु हुनुहुन्छ अब मावली चाहिँ भिनाजुको चाहिँ रूपान्तर धेरै क्वेसन भयो भने होला अब धन्यवाद एकदम रमाइलो छ रमाइलो भएको छ धन्नै यो नगर्ने कि भन्ने सोच भइसकेको थियो भित्र गर्ने प्लान थियो बढी भयो भनेर तर रमाइलो भयो थ्याङ्क यू सबैजनाले चिन्नु हुँदो रहेछ मामा कान्छी मामाले चाहिँ विशेष एक्साइटमेन्टका साथ चिन्नु हुँदो रहेछ ल अब नाचगान गरौँ दाइ गीत लगाउँ मजाले Wonderful
कमरमा पेटी मान्छेले त केटा केटी कुरा गर्छौ जेठी हामी जस्तो पाउँदा बड़ा तड़पावे तू देख आज भी दिल पर कुड़िए पीर रंग जल जावे कर दे बिन पिए शराबी चेहरा तेरा गुलाबी कोई चुना इमला बन जावे जो इतनी हो बेताबी हेलो हेलो दिल दिल से कनेक्ट करना येलो येलो ये बातें